हेलो सबैजना ठिकै हुनुहुन्छ होला है। तपाईहरु सबैलाई मेरो च्यानलमा स्वागत छ, शेर्पा भाइ च्यानलमा। र आज हामी एउटा ठाउँमा जाँदैछौँ फेरि पनि है। र आजको ब्लग तपाईहरुको माझमा मैले लिएर आएको छु। तपाईहरु सबैजना है यो भिडियोलाई हेरिदिनुहोस् है। र गाइस अहिले चाहिँ हामी तल कविलुन चोक पुगिसकेका छौँ है। र हामी अहिले चाहिँ कहाँ जाँदैछौँ भने चाहिँ स्वयंपट्टि जाँदैछौँ है, एकलव्य स्कुलमा। किन भन्दा चाहिँ अब भाइ बहिनी पुर्याउनु पर्ने छ आज स्कुलमा है। त्यही भएर चाहिँ एकलव्य स्कुलमा जाँदैछौँ है। र आज मौसम यस्तो छ, चिसो नै छ, भरेतिर सायद पानी पनि परिहाल्छ होला है। घामको चाहिँ दर्शन छैन आज, एकदम धुम्म चाहिँ आकाश पनि हेर्नुहोस् यस्तो छ हो। हाम्रो ड्राइभिङ चाहिँ कसले गर्दैछ भने यहाँ अङ्कीले गर्दैछ आज, यहाँ हेर्न सक्नुहुन्छ। मजाले गर्दैछ ड्राइभिङ है। अब त निकै पर्फेक्ट भइसक्यो। अहिले हामी लुप भन्ने जग्गामा पुगिसकेको छौँ है। र यहाँ चाहिँ गार्डन पनि छ, यो लुप गार्डन भन्छ है। तपाईहरु यहाँ आएर भिजिट गर्न सक्नुहुन्छ यो गार्डनमा, फोटोसोटो खिच्न सक्नुहुन्छ है। घुम्न आउनेहरू यहाँ माथि छ गार्डन चाहिँ है। यहाँ चाहिँ अब टर्निङ छ नि होइन, त्यही भएर तलबाट अलिकति देख्दैन है। यहाँ माथि छ उयो चाहिँ गार्डन चाहिँ। अहिले हामी सेभेन सिस्टर पुगिसकेका छौँ है। यो चाहिँ सेभेन सिस्टर हो, तपाईहरुले हेर्न सक्नुहुन्छ टुरिस्ट प्लेस। र यहाँ टुरिस्टहरू पनि धेरै मात्रामा आउँछन् भिजिट गर्नु है। यहाँ चाहिँ अङ्की छ, गाडी भाइ बहिनी पनि छ है, जाँदैछ। लाइट चाहिँ मारिराख्नु न, जाउँ अगर लाइट मारिराख्नु। यहाँ चाहिँ सेभेन सिस्टरको दोकानमा आइपुगेका छौँ। जाउँ जाउँ हिँड्नु न दोकानमा। समोसा एक प्लेट। दादी ओए किन फोटो खिच्नु हो आज एकलव्यको बाटो रहेछ तर पेल्नु चाहिँ पेलेछ अलिक है। अस्ति भन्दा गाडी चढेन, आउँदैछ। गाडी नचढेर चाहिँ यहाँ यस्तो भएको छ हो। अब कल्लो चाहिँ कस्तो छ हेरौँ है। यहाँ चाहिँ स्कुल हो, यहाँ माथि पनि छ है नयाँ बनाएको होस्टेल स्कुलहरू। यहाँतिर पनि छ। चाहिँ माथि गाडी जाम चाहिँ घुमाउने जग्गा साह्रो पर्दैछ हो। जन्न सानो गाडी भएर चाहिँ घुमिहाल्यो हो। यहाँ चाहिँ चढ्नु बिजोकै हुन्छ गाडी है। यहाँ हेर्नुहोस् कसरी हिँड्दैछ। अघि अब यहाँ बाटो यस्तो छ, यस्तो हालतमा, तर भए पनि अब गाडी चढायो पुरा। यो चाहिँ स्किप पनि गर्छ होइन। ग्राउन्ड चाहिँ यहाँ छ तपाईँको एकलव्यको।
यो पानी पर्दा चाहिँ यहाँ चाहिँ गाडी चलाउनु साह्रै पर्ने छ है। त्यहाँ चाहिँ साह्रो पर्दैछ। यहाँतिर सिसातिर माटो फालिरहेको छ। एकला ब्याग माटो चाहिँ यहाँ भोकेर आएको छ है। गाडीभरि माटै माटो छ। अब यो बाहिरदेखि देखायो भने त पुरै माटो छ हो। यो अब अहिले भित्र भएर चाहिँ नदेखेको, भित्रबाट चाहिँ अस्ति पहिरो गएको थियो यो पुलको छेउमा, त्यो चाहिँ यो रहेछ है। निकै ठुलो गएको रहेछ यहाँ माथिबाट नै। यस्तो छ माथि जिसिबी पनि यहाँ रहेछ। अब पहिरो सहिरो गयो भने यसो कोट्याउने है। पानी चाहिँ ठुलो पर्दैछ अहिले चाहिँ। अब हामी पर्खिँदैछु होइन। ड्राइभिङ अङ्कीले नै गरिरहेको छ। अनि यहाँ पानी चाहिँ झन् 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 हुँदो जति आयो त्यति ठुलो हुँदैछ है। अघि माथि एक्ला बिहामा त परेको थिएन र अहिले त निकै नै ठुलो पर्नु थाल्यो। यता चाहिँ निकै ठुलो रहेछ पानी। अहिले सेभेन सिस्टर फल्समा पुगिसकेको छौँ है। दोकानहरू यहाँ फल्स पनि निकै ठुलो भइसक्यो अहिले चाहिँ। मारी निकै ठुलो भइसक्यो फल्स पनि। र गाइस आजको ब्लग चाहिँ यति नै छ है। र तपाईँले भिडियो मन परेमा है लाइक कमेन्ट अनि सब्सक्राइब गरिदिनुहोस् है। र अब अघि भिडियो बनाउनु पुरा पाइनँ किन भन्दा अब मौसम पनि पानी पर्नु थाल्यो है। बाहिर पनि पुरै कुहिरो लागिरहेको छ है। र अहिले पनि यहाँ घरमा आइपुग्यो र यस्तो कुहिरो लागिरहेको छ, केही देखेको छैन है। त्यही भएर मैले भिडियो बनाइनँ। र आजको ब्लग चाहिँ मेरो यति नै थियो है। र सबैलाई हेरिदिनु भएकोमा धन्यवाद छ।